सो आज चाहिँ हामी बल खेल्नु भनेर यहाँ माथि के अरे हवाई फिल्ड जाँदै थियौँ होइन। सो आज यस्तो पानी परिरहेको छ गाईघाटमा भिजिरहेको छौँ हामी दुईजना चाहिँ यता कान्छ छ होइन। भन्नु त के भन्दा यार पानी परिरहेको त कस्तो हो हामीलाई त्यहाँ म त कपाल काटेर राख्छु कपाल कहिले बनाउँछ पानी परेर धङ्स गाई छिर्न सक्नुहुन्छ है। रोड भिजिरहेको छ तलतिर भिजिरहेको छ के बोले भाइ अब के बोले। सो गाइस गाईघाटको मौसम देख्न सक्नुहुन्छ पानी परिरहेको छ। हामी चाहिँ अहिले हिँडिरहेको पनि छौँ। हवाई फिल्ड कतिखेर पुग्ने बल खेल्नु भनिरहेको थियौँ आउँदा आउँदै बाटोमा पानी परिरहेको छ। आज लोदर लगाइरहेको छु क्या बिहानदेखि लोदर लगाइरहेको मलाई चाहिँ आज कान्छोले कपाल काटेको रहेछ हिरो भइरहेछ भनेर पुरै हो बलसा मात्र हिरो भइरहेछ कपाल काटिगरी गुन्डा खाछु ये फंस गया सी हिरो त जो पनि भन्छ मलाई होइन गुन्डा गुन्डा हामी चाहिँ गुन्डा भन्ने हो। गाईघाटको भ्यू देख्न सक्नुहुन्छ गाइस हिरोबाट हिँडेको छ यस्तो हिँड्छ कान्छ यार दुई तिनवटा केटीहरू पट्याएर राखिरहेको छ त्यो पनि सिङ्गल थियो भन्छ यार। कौन है ये लोग कहाँ से आते हैं। त्यही हो गाइस अहिलेसम्म भिजेको थिएन फर्स्ट टाइम हो है धेरै भइसक्यो नभिजेको म चाहिँ अर्को साउन असार साउनदेखिको एक चाहिँ धान रोपेदेखिको म अहिलेको धान रोप्ने बर्खा पनि गइसक्यो तर यतिखेर फर्स्ट टाइम म भिजेको चाहिँ पनि मैले आफै भिजिसकेको बल्ल भइरहेको छ यार बल खेल्ने हिँडेको मान्छे तल बल हिँड्नु गएको क्या त होइन भोला बोक्ला केटाहरू आएर पसिना आएको कि पानीले भिजेको गाइस पानी हो नि हिजो म यहाँ आएको थिएँ नि 100% पानी होला हिजो म यहाँ आएको थिएँ नि गाई राति किन केटाहरूसँग हो र किन के गर्नु भन त हो र सुटा हान्नु पनि आएको सुट्टा पनि चाहियो नि हो र त्यो सुट्टा हान्नु आएको रहेछ अरे भाइ चाहिँ तर म चाहिँ थाहा भएन होइन नि बोलाएको भाइ नि आउँथ्यौँ होला। सो अहिले पिजी चोक है यो पिजी चोक गाईघाटको पिजी चोक खानु मन छ नि चियामन तपाईँहरू यदि हुक्का सुक्का यता होइन चिया तातो के खानु चाहनुहुन्छ भने चाहिँ हाम्रो त्यो पिजी चोकको यहाँ चिया मन्त्र छ। सो तपाईँहरूले यता गाईघाट वरिपरि हुन्छ भने चाहिँ आएर एकचोटि चिया मन्त्रमा भिजिट गर्न अनुरोध गर्दछु। यसका साथसाथै तपाईँहरू के गेम प्लेयरहरू हुनुहुन्छ भने चाहिँ एकचोटि हाम्रो चाहिँ हवाई फिल्डमा आएर गेम पनि खेल्न चाहनुहुन्छ भने आउनु होला सँगै मिलेर खेल्नुपर्छ अरे। लास्टै पानी हेरेको थियो यार लास्टै चाहिँ धेरै त होइन थोरै तिम्रो त यार हिरोभन्दा बाउ लगाइरहेको छ त्यहाँ सिनेमेटिक तरिकाले खिचिरहेको छ नि तपाईँले भिडियो पनि यार कपाल काटेर त जाने यार आज त कतिवटा केटी पठाएको कम्प्युटर क्लासमा यार कान्छोले मैले हो र खुट्टे कहाँ खाले पनि हेरेन अरे भन्छ कान्छोलाई के भएको यार हामीले नहेरेर धङ्स छ उसलाई हेरेन भन्छ उ त यस्तो हेर्नु छैन हामी हेर्नु छ नि त अब गर्नु हो दाइ भिडियो अब गर्नु लाज लागेर कान्छोले यार एकतिर। सो गाइस अहिले चाहिँ हामी हवाई फिल्ड आइसकेको छौँ कान्छो अगाडि गइसक्यो। सो अहिले चाहिँ पानी चाहिँ परिरहेको छ त्यति चाहिँ परेको छैन होइन ठिक्क अलिअलि हाम्रो चाहिँ टाउको भिजिसकेको छ यहाँनिर देख्न सक्नुहुन्छ टाउको भिजेर पनि सर्ट पनि भिजिसकेको छ त्यही पनि मान्छेहरू चाहिँ डरै खेलिरहेको रहेछ यो देख्न सक्नुहुन्छ गाइस जमजमलाई केटाहरू छ यता दुईवटा मात्रै हामी चाहिँ फेरि दुईजना मात्रै छौँ नि यहाँनिर चाहिँ कान्छोमा मात्रै हो बोलेर आएको छ आफ्नो प्राइभेट नि हो फेरि त अरू जस्तो हामी अरू कासमा हिँड्दैनौँ। त्यस केटाले आज कुले लुक्स मारेको छ कान्छोले कपाल काटिरहेको छ कतिवटा केटी पठाउने हो यार यहाँनिर आएर
बिन्दा हाल्नु न हो यार के थाहा भरे यहाँ जिन्दगीमा एउटा केटी पठाउनु जिन्दगीमा एउटा केटी सिङ्गलै मर्ने भयो क्या सिङ्गलै यार जिन्दगीमा एउटै केटी नपठाइकन सिङ्गलै मर्ने भयो कान्छोले म कति बेला राखिरहेको छु यार साइड साइडमा अति गफ दिन्छ फेरि यार कान्छोले सो गाइज यो चाहिँ हाम्रो होई फिल्ड यहाँ चाहिँ गेम खतरा हुन्छ सो यता चाहिँ हाम्रो माथिको उयोहरू है के भन्नु त नि के भन्नु के भन्नु दाइ मावा भन्नु न के केटी मिलाइदिनु पर्यो मलाई एउटा केटी मात्रै केटी अरू केही केटी चाहियो मलाई अब अरू के भन्नु अरू अरू त के पनि हाल्दैन त यार केटी मात्रै चाहिएको दाइ अरू के चाहियो होला नि त हजुर अरू केही त के पनि चाहिएको छैन त गाइस एउटा केटी पर्छौँ है एउटा केटी जसरी हुन्छ कान्छोलाई आफै हुन्छ कि फगा त म पनि मात्रै लगाएर हुन्छ हामीले एउटा मिलाउनु चाहियो र सो हामी चाहिँ गाईघाटको होई फिल्डमा पसिसकेको छौँ भित्र तपाईँहरूले देख्न सक्नुहुन्छ बबाल मौसम पानी पनि परिरहेको छ केटाहरू मस्त हानेर छ यता चाहिँ अब एकछिन त बस्नै पर्ने हुन्छ हामीले होइन आएपछि त भिजेर कपाल यस्तो छ हालत उहाँ पर्छौँ है केटाहरूले हान्दैछ यता चाहिँ गेम पानी पऱ्यो भने केटाहरूलाई चाहिँ केही हुँदैन क्या बाल हुँदैन बाल ल कोही कस्तो बनाउनु भिडियो देखाउनु त बगल त भिडियो चाहिँ राम्रै भइरहेछ होइन ल गाइस अब हामीले एकछिन गेम खेल्छौँ सो आजको भिडियो चाहिँ म यति नै इन्ड गर्न चाहन्छु सो सबैलाई बाई बाई त